लसुन अझै गोर्न यस्तै छ, एक्लै गर्न पर्यो। छोराछोरी घर छन्, यस्तै छ। के भएर आऊ लिएर आऊ। मेरी छोरीले मलाई नास्ता ल्याइदिएर आइछिन्। के नास्ता लिएर आइछिन् थाहा छैन। हेरौँ है त ल, के नास्ता लिएर आइछिन्। ल के नास्ता ल्याऊ? के ल्याऊ? पानीपुरी। छोराछोरी अब ठुला भएपछि आफूले काम गर्दा गर्दा यस्तो खान पाइँदो रहेछ। पानी ल्याइदेऊ है। यति गोरे लसुन चाहिँ अझै छ, लसुन गोड्न। ती लसुन गोड्न मकै बारी हेर्नुहोस् हाम्रो। म चाहिँ एक्लै काम गर्दैछु। अब नानीले दिएको नास्ता खान पर्यो। हात यस्तै हो हेर्नु। घर गाउँघरको हात, काम गरेको हात यस्तै हो। ल खाए ल। मिठो बनाइछन् नानीले। हात यस्तै छ। फोरी नभन्नुहोस्, फोरी चाहिँ नभन्नु होला, किनभने काम गर्ने हात यस्तै हो। माटो नि खाइन्छ। नानीले आफै बनाइकिन पानीपुरी मिठो छ। चियर्स। अब चाहिँ नास्ता खाएर यति गोड्न यो लसुन मेरो अर्ग्यानिक घरको लसुन। थोरै भए पनि लगाएको, कति किनेर खाने भनेर थोरै भए पनि आफै काम गरेको के।